मेरो राजा आयो खाजा खाने कि नखाने नखाने भए म बजाइदिन्छु फेरि गालामै एक थप्पड बाजा खाने कि नखाने खाजा त खाइहाल्छु नि किन नखानु नि अनि खोले लिएर आएको त यो जौलो लिएर आएको खाने नखाने जौला त एकदम मिठो छ त देख्छु टेस्टी देख्छु त दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूलाई पनि खाउँ खाउँ लागिरह होला है ल मेरो बुढीको हात चाहिँ साह्रै नै मिठो हुन्छ है दाजुभाइ दिदीबहिनीहरू मेरो बुढीले छ नि कसरी मिठो बनाउँछन् भन्दाखेरि पाहुनाहरू आउँदाखेरि नि हात चाडिरहु हो त्यस्तो टाइपले बनाउँछ त्यो न बिस्तारै छोरी एकान्छी छोरी छोरी पो भन्न आएछ त म त मेरो छोरीले पनि यसरी नै खुवाउँछन् क्या त्यही भएर छोरीतिर गएछ क्या त्यहाँ ल नभन्न आफूले खाने कि नखाने राजा रे अनि के अरे बजाइदिन्थ्यो बाजा रे अनि ल खानु कस्तो छ वाउ एकदम टेस्टी टेस्टी